अब यो सबै हामीले गरिरहेको कुरा यसमा नयाँ के पनि छैन र मलाई असाइन गरेको टपिक राइटिङ एन्ड पब्लिसिङ इट्स अ ह्युज टपिक आई हेभ ट्राइड टु डेलिभर एन्ड गिभ अ स्न्यापसट इन 45 मिनट्स भनेर भनेको छ। त्यही भएर अब यो वी नो मेनी थिङ्स सो विल डिस्कस। अब हामी यसमा चाहिँ सरसर्ती के हेर्छौँ त स्ट्रक्चर कस्तो हुनुपर्छ, स्ट्यान्डर्ड स्ट्रक्चर र हामीले के फलो गरिरहेछौँ भन्ने कुरा, लिट्रेचर रिफरेन्सिङको कुरा, प्लागरिजम, चुजिङ द राइट जर्नल, कहाँ पब्लिस गर्ने के गर्ने, अनि रेस्पोन्डिङ टु पियर रिभ्युज, रिभिजन टिप्स र पेपर भिजिबिलिटीको कुरा पनि आउँछ। अघि पनि भन्नुभयो हाम्रो फलोअटकोले एक्समा यति फलोवर्स छ, यहाँ चाहिँ यति होइन, त्यो भनेर त्यो पनि आजकल इट म्याटर्स होइन। अब किन त्यो पब्लिसिङ म्याटर्स, त्यो अघि पनि भन्नुभएको थियो किन गर्ने त हामीले एउटा चाहिँ नलेज एडभान्स गर्नुको लागि होइन, किनभने हाम्रो फिल्ड भनेको इट्स अ एभर चेन्जिङ एन्ड इभिडेन्स जेनेरेटिङ र नयाँ नयाँ कुरा आइरहने फिल्ड्सहरू भएको भएर इनहेन्स एकाडेमिक रेपुटेसन हामीलाई आफ्नो फिल्डमा केही गर्नको लागि, अर्को क्यारियर ग्रोथ, आफ्नो एकाडेमिक प्रमोसन्सहरूको लागि पनि रिक्वायरमेन्ट हुन्छ। अनि क्रेडिबिलिटी, अर्को चाहिँ साइन्स र ग्लोबल रिसर्चमा चाहिँ कन्ट्रिब्युट चाहिँ यसले गर्छ। अब यो स्ट्रक्चर फर्मेट हामी सबैले देखेको, हामीले कुनै पनि लिट्रेचर पढ्दाखेरि पेपर पढ्दाखेरि चाहिँ एउटा स्ट्यान्डर्ड फर्मेटमा हुन्छ, त्यो एकरूप हुनको लागि चाहिँ युज गरिन्छ। कमन चाहिँ यो फर्मेट IMRAD फर्मेट भनिन्छ। यसमा इन्ट्रोडक्सन, मेथड्स, रिजल्ट्स एन्ड डिस्कसन्स यति चाहिँ हुनु पर्यो। तर यो भित्र के भनेको अब हामी युजली रिसर्च मेथोडोलोजीको ट्रेनिङ लिँदाखेरि चाहिँ यो टपिकलाई नै हामीले 1.5 आवर जस्तो दिन्छौँ यति पढाउनलाई मात्रै होइन। त्यही भएर हामी चाहिँ अब आज जिस्ट मात्रै हेर्छौँ। अनि अब यो स्टेप हामीले फलो गऱ्यौँ भने चाहिँ पेपर एकदमै अर्गनाइज हुन्छ। अब त्यसमा पनि मैले थोरै के भन्छु, इन्ट्रोडक्सनमा के लेख्ने त होइन। हुन त अघि बिहानको स्पिकर्सहरूले धेरै कुरा भनिसक्नु भएको छ, इथिकलमा धेरै कुरा आइसक्यो, स्टार्टको कुरा पनि आइसक्यो। सबैले गर्दाखेरि चाहिँ एउटा प्रपोजल फर्मुलेट गर्नलाई के गर्नुपर्छ भन्ने आइडिया भइसक्यो। तर पनि प्रपोजलभित्रको कन्टेन्ट के हो त भन्ने चाहिँ यो कुरा, हाउ यु मेक अ गुड प्रपोजल भन्ने चाहिँ हेर्ने हो हामीले। त्यसमा अब इन्ट्रोडक्सनमा के त हामीले गर्न लागेको रिसर्च, वाट वी वान्ट टु डु भन्ने कुरामा चाहिँ हामी के हेरिरहेछौँ त। जस्तो क्यान्सर ड्रग रेसिस्टेन्स इज अ मेजर च्यालेन्ज भनेर हामीले प्रब्लम आइडेन्टिफाई गर्यो भनेपछि हामीलाई रिसर्च प्रपोजल डेभलप गर्नलाई वी हेभ टु हेभ अ प्रब्लम, पहिला के गर्ने भन्ने थाहा हुनु पऱ्यो। त्यसपछि हामीले क्वेसन गर्न थाल्ने त्यस प्रब्लम। त्यसपछि हामी रिलेटेड लिट्रेचर खोज्छौँ। क्यान्सर ड्रग रेसिस्टेन्समा के लिट्रेचर छन्, के स्टडी भएका छन्, के भएका थिए र ग्याप कहाँ रहेछ त भन्ने कुरा हामी हेर्छौँ। र अब यो भएको ग्याप मैले आइडेन्टिफाइजमा चाहिँ के चाहिँ गर्ने त नयाँ कुरा भन्ने कुरा चाहिँ हामीले भएको एक्जिस्टिङ लिट्रेचर र ग्याप आइडेन्टिफाई गरेर अब म यो गर्छु भन्ने चाहिँ हेर्नु पऱ्यो। लिट्रेचर रिभ्यूको काम चाहिँ त्यो, लिट्रेचर रिभ्यू गर्नलाई मात्रै होइन है। अनि रिलेटेड लिट्रेचर हुनु पऱ्यो। युजली 5 to 7 इयर्स ओल्ड लिट्रेचरहरू साइट गर्ने भनेर भनिन्छ। तर कतिपय चाहिँ हिस्टोरिक लिट्रेचरहरू, हिस्टोरिक स्टडीहरू पनि हुन्छन् जुन चाहिँ हामी जहिले पनि कोट गर्न सक्छौँ। अनि अर्को चाहिँ हाइपोथेसिस, हाइपोथेसिसको कुरा अघि पनि भयो होइन। हाइपोथेसिसमा चाहिँ अब के हेर्ने त हामी, मैले अब्जेक्टिभ पनि हाइपोथेसिसमा के हेर्ने त भन्दाखेरि धेरै कुरा हेर्न सकिन्छ। जस्तो माथि हामीले जुन हाम्रो प्रब्लम छ नि, क्यान्सर ड्रग रेसिस्टेन्स इज अ मेजर च्यालेन्ज भन्यो, त्यो त एकदम ब्रोड र भेग भयो नि। भनेपछि त्यसमा हामीले अझ के हेर्ने त, जेनेटिक म्युटेसनले गर्दाखेरि रेसिस्टेन्स आउँछ कि आउँदैन भन्ने कुरा चाहिँ हामीले हाइपोथेसिसमा हेर्ने भयो। हामीले त्यसलाई पनि अझ ब्रेकडाउन गरेर एकदमै कन्साइज र क्लियर बनायो। अब अब्जेक्टिभमा चाहिँ क्लियर हुनु पऱ्यो। हामीले एउटा ब्रोड अब्जेक्टिभ हेर्छौँ, जेनरल अब्जेक्टिभ, अनि अर्को चाहिँ स्पेसिफिक। अब यो अलिअलि चाहिँ इन्स्टिट्युसनल रिभ्यू बोर्ड अनुसार चाहिँ प्रपोजल राइटिङ फर्मेटहरू फरक हुनसक्छ। जस्तो NHRCको अनि विभिन्न अथवा यहाँको हाम्रो नाम्सको सबैको अलिअलि फरक चाहिँ हुनसक्छ। त्यो चाहिँ हामीले केलाई एप्लाई गर्ने हो त्यो अनुसार चाहिँ अलाइन गर्नुपर्ने हुन्छ। र अब्जेक्टिभ चाहिँ यसरी क्लियर आउनुपर्ने हुन्छ, के हेर्न लागेको त हामीले होइन। मोलिकुलर सेलुलर मेकानिजम हो कि होइन, अरू चाहिँ अरू के फ्याक्टर हुँदो रहेछ हेर्ने भन्ने कुराहरू चाहिँ क्लियरली हामीले अब्जेक्टिभमा स्पेल आउट गर्नु पर्यो। त्यसपछि मेथड, यो हामी प्रपोजल राइटिङको इन्ट्रोडक्सन, प्रपोजल राइटिङको फर्स्ट पाटोमै छौँ है त। इन्ट्रोडक्सन पछि हामी मेथड्स पुग्यो। अब यो चाहिँ एकदमै
क्लियरली नै लेख्नुपर्ने हुन्छ। स्टडी डिजाइन के हो, स्याम्पल साइजदेखि के हो होइन, मटेरियल्स हामी के र के गर्छौँ त, के हेर्छौँ, कसरी गर्छौँ, के गर्छौँ भने क्लियरली यसमा चाहिँ स्टेप वाइज आउनुपर्छ मेथड्समा, ताकि त्यो कसैले पछि गर्न चाहियो भने चाहिँ इजिली कपी गर्न सक्ने होस् भन्ने चाहिँ मेथडमा भनिन्छ। जस्तो एक्जाम्पल PCR वाज युज टु एम्प्लिफाई DNA, PCR टेस्ट युज गरेर DNA एम्प्लिफिकेसन हेरियो भन्यो, गुड। अब अर्को सम ल्याब टेस्ट वेयर डन भन्यो त टु बेग के गर्यो किन गर्यो यो भएन भनेपछि हामीले यसरी क्लियरली लेख्न सक्नुपर्छ जहिले पनि है। अनि कुनै एउटा स्ट्यान्डर्ड हामीले लिइरहेछौँ भने चाहिँ हामीले त्यो चाहिँ साइट गरेर त्यसको चाहिँ रिफरेन्स दिनुपर्छ, जुन चाहिँ हामी गोल्ड स्ट्यान्डर्ड भन्छौँ नि कतिपय अवस्थामा, केमा कम्पेयर गर्ने भन्दा गोल्ड स्ट्यान्डर्डसँग भन्छौँ, त्यसको चाहिँ हामीले रिफरेन्स दिएर साइट गर्छौँ। अनि यो इथिक्स अप्रुभल, के सफ्टवेयर युज, के टेस्ट युज गर्ने भन्ने कुराहरू चाहिँ धेरै नै अघि पुरा भइसकेको छ। अब रिजल्ट हामीले स्टडी गर्छौँ र हाम्रो रिजल्ट आउँछ एक प्रकारको, हामीले खोजे जस्तो पनि आउन सक्छ, नआउन पनि सक्छ भनेपछि रिजल्ट सेक्सनमा चाहिँ वी जस्ट प्रेजेन्ट द रिजल्ट, हामीले जे आउँछ हाम्रो स्टडीको रिजल्ट त्यो लेख्छौँ, यहाँ इन्टरप्रिटेसन गरिँदैन है। यसमा चाहिँ फ्याक्ट्स मात्रै, जे फ्याक्ट्स आउँछ त्यो लेख्ने, टेबल बनाउने कि चार्ट्स बनाउने कि के बनाउने सबै बनाउने। जस्तो फिगरहरूमा हामीले क्लियरली यो बार डायग्राम, पाई डायग्राम जे हुनसक्छ, हाम्रो टेस्टले जे दिन्छ त्यो अनुसार चाहिँ हामीले यसरी क्लियरली लेख्न सक्छौँ हाम्रो जे आयो होइन। भनेपछि रिजल्ट सेक्सनमा हाम्रो स्टडीले जे देखाउँछ त्यो मात्रै लेख्ने। अब डिस्कसन आयो, डिस्कसनमा चाहिँ अब त्यो रिजल्टको फाइन्डिङ वी इन्टरप्रिटेड हियर, कसरी त भन्दाखेरि पहिला भएको स्टडी त्योसँग हाम्रोले एग्री गर्यो गरेन, पहिला भएको भन्दा फरक आयो आएन भनेपछि हामीले यहाँ चाहिँ हाम्रो आएको रिजल्ट चाहिँ डिस्कस गरेर जस्टिफाई गर्ने। अनि यदि लिमिटेसन छ भने चाहिँ वी हेभ टु एक्नोलेज इट अनेस्टली भनेर भनिन्छ। अनि त्यसपछि अब मेरोमा चाहिँ यस्तो देखियो तर यसमा यस्तो देखिएको भएर अब हामी यो पनि गर्न सक्छौँ भनेर हामीले कतिपय समयमा सजेसन पनि दिन सक्छौँ, त्यो पनि यहाँ आउनु पर्यो भनेपछि हामीले प्रपोजलको फर्स्ट पार्ट हो डिस्कसन पछि सकायो। अब अर्को चाहिँ एब्स्ट्र्याक्टको कुरा आयो, त्यो प्रपोजल राइटिङमा हामीले त्यो फर्मेटमा लेख्ने भयौँ, कसरी त्यो कन्टेन्टहरू, इन्ट्रोडक्सन, मेथड्स, रिजल्ट र डिस्कसनको कुरा भयो। अब यो चाहिँ एब्स्ट्र्याक्ट र रिफरेन्सिङ चाहिँ वेन वी गो फर पब्लिकेसन होइन, रिफरेन्स प्रपोजलमा पनि आउँछ तर मेन एब्स्ट्र्याक्ट चाहिँ पब्लिकेसनमा जाँदाखेरि आउनु पऱ्यो। कस्तो हुनुपर्छ त एब्स्ट्र्याक्ट भन्दाखेरि इट्स बेसिकली यो स्न्यापसट होइन एब्स्ट्र्याक्ट, किनभने हामीलाई पनि थाहा छ नि यो सबै अनलाइनहरू हामीले कुनै आर्टिकल हेर्न थाल्यो भने यति धेरै पब्लिकेसन आउँछ, हामी के पढ्ने त भन्दा हामी सरर पहिला एब्स्ट्र्याक्टमा जान्छौँ, अनि त्यो एब्स्ट्र्याक्ट हामीलाई चित्त बुझेन हामी त्यो डाउनलोड गर्छौँ, सेभ गर्छौँ, हामीलाई चाहिने राख्छौँ भनेपछि एब्स्ट्र्याक्ट इज अ स्न्यापसट। हामीले यहाँ 200 देखि 250 कतिले 300सम्म पनि अलाउ गर्छ होइन, त्यो अनुसार चाहिँ हामीले एकदम चाहिने कुराहरू लेख्नुपर्ने हुन्छ र एब्स्ट्र्याक्टको फर्मेट पनि त्यही नै फलो गरिन्छ। जस्तो अघि हामीले प्रपोजलमा भनेका थियौँ एब्स्ट्र्याक्ट यति वर्डमा लेख्ने, छोटो स्टोरी भए पनि बेसिकली एब्स्ट्र्याक्ट चाहिँ यु टेल स्टोरी अफ यर रिसर्च। अब त्यो छोटो भए पनि हामीले त्यही फर्मेटमा भन्छौँ, त्यही फर्मेटमा होइन, इन्ट्रोडक्सन, मेथड, रिजल्ट र कन्क्लुजन त्यही फर्मेटमा एब्स्ट्र्याक्टमा लेख्छौँ तर थोरै वर्ड्समा लेख्छौँ। त्यसपछि रिफरेन्सिङको कुरा भयो, रिफरेन्सिङ चाहिँ जर्नल अनुसार चाहिँ फरक हुनसक्छ, के माग्छ भनेपछि हामीले पहिला जर्नलको रिक्वायरमेन्ट पनि हेर्नुपर्ने हुन्छ रिफरेन्सिङ गर्नको लागि। अनि रिफरेन्सिङ टुल्सहरू थुप्रै छ, कमन युज हुने चाहिँ जोटेरो हो। अब यो टुल्सहरू फेरि कस्तो हुँदो रहेछ भने हामीले जति चलाइराख्यो आउँदो रहेछ, चलाउन छोड्यो बिर्सिँदो रहेछ। मैले पनि यो सिकेको आउँथ्यो, अब अहिले चाहिँ मलाई चलाउन आउँदैन होइन। यो हामीले जति गर्यो युज टु त्यो स्ट्याट पढुन्जेल मलाई सबै आयो, स्ट्याट बुझ्यो भने जस्तो है डक्टर प्रबलले भन्दाखेरि अब भोलि गर्ने बेलामा फेरि कन्फ्युज। त्यही भएर यो रिसर्च भनेको चाहिँ यु इट ह्याभ टु कम विदिन यु के, र यो चाहिँ रिपिटेडली आफैले गर्ने। जस्तै अघिको फर्मेटमा डिस्कसन छ होइन, जहाँ चाहिँ हजुरले रिजल्टमा चाहिँ अन्ली फ्याक्ट भन्ने, डिस्कसनको कुरा नगर्ने, एब्स्ट्र्याक्टमा चाहिँ कहाँ लगेर लेख्ने डिस्कसनको कुरा, यो कन्क्लुजन डिस्कसन। अनि अर्को चाहिँ रिफरेन्सिङ र प्लागरिजमको कुरा पनि आउँछ होइन। यो आफै पनि ठुल्ठुलो टपिक हो होइन। हामी स्टुडेन्टहरूलाई यो
रिसर्च मेथोडोलोजी पढाउँदा रिफरेन्सिङकै पनि 1 घन्टाको हुन्छ, प्लागरिजमको यो छुट्टै छुट्टै नै लामो हुन्छ होइन। तर जिस्टमा अब हामीले बुझ्दाखेरि चाहिँ रिफरेन्सिङ चाहिँ एकदमै इम्पोर्टेन्ट। किन भन्दाखेरि हामीले गरिरहेको कुरा के को आधारमा गरिरहेछौँ त, किनभने योभन्दा अगाडि त्यस्तो भएको थियो, त्योबाट यस्तो हुन सक्ला कि भनेर वी आर लुकिङ इन्टु इट भनेर हामीलाई एभिडेन्स बेस दिनको लागि रिफरेन्सिङ चाहिन्छ। र यसमा चाहिँ हामीले जहिले पनि ओरिजिनल अथरहरूलाई चाहिँ एक्नोलेज र क्रेडिट गर्न दिन बिर्सिनु हुँदैन। यो हामीले जति राम्रोसँग रिफरेन्स गर्छौँ, जति राम्रो रिफरेन्स युज गर्छौँ, त्यो भनेको चाहिँ हाउ मच अफ हार्डवर्क वी हेभ गिभन इन्टु द्याट स्टडी भन्ने कुरा चाहिँ रिफरेन्सले देखिन्छ होइन। अब अर्को चाहिँ साइटेसन पनि इम्पोर्टेन्ट कुरा हो। हाम्रो कमन मेडिकलमा युज हुने साइटेसन स्टाइल चाहिँ भ्यान्कुभर स्टाइल हो। अब यो अमेरिकन साइकोलोजिकल एसोसिएसन यो यिनीहरू चाहिँ विभिन्न अरू सोसियल साइन्स स्टडीहरूमा चाहिँ कमनली युज हुँदो रहेछ। अनि यो सबै गर्नु अगाडि चाहिँ हामीले साइटेसन स्टाइल रिफरेन्सिङ गर्नु अगाडि चाहिँ जर्नलको रिक्वायरमेन्ट हेर्न चाहिँ जरुरी हुन्छ, किनभने यिनीहरू टिडिएस र टाइम कन्ज्युमिङ कामहरू हुन्। त्यही भएर हामी पहिला बिफोर ह्यान्डै क्लियर भएर गर्न जरुरी छ। ठिक छ, यो त लेक्चर लेखको जस्तो हुन्छ, यसमा अघि स्ट्याटको जस्तो धेरै इन्टरेक्सन चाहिँ हुँदैन, तै पनि यु क्यान आस्क एन्ड यु क्यान सियर है। अब यो रिफरेन्स म्यानेजमेन्ट टुल्सहरू हामीले युज गर्ने सकेसम्म होइन, एन्ड नोटमा पनि युज गर्न सकिन्छ। अनि त्यसपछि यो मेडली भन्ने पनि रहेछ होइन, यसको पिडिएफ राम्रो छ अरे, अनि जोटेरो चाहिँ युजर फ्रेन्डली छ, सजिलो पनि छ खास त्यो होइन। यो गरेर चाहिँ हामीले रिफरेन्स म्यानेज गर्न सकिन्छ। अनि अर्को चाहिँ प्लागरिजम भनेको चाहिँ अब हामीले के बुझ्छौँ भन्दाखेरि एकदम अरूले लेखेको कपी गरेर पेस्ट गर्यो भन्नेलाई प्लागरिजम भनिन्छ, त्यो मात्र प्लागरिजम होइन होइन। हाउ मच पर्सेन्ट अफ प्लागरिजम इज एक्सेप्टेबल भनिन्छ, अराउन्ड त्यही 25-25सम्म चाहिँ एक्सेप्टेबल भन्छ। तर प्लागरिजम चाहिँ कस्तो हो भने पोर प्याराफ्रेज गर्नु पनि प्लागरिजम हो। जस्तो एक्जाम्पल यहीँ छ है, द माइटोकोन्ड्रिया आर द पावर हाउस अफ द सेल भनेर एउटा लेख्या छ ओरिजिनल रिसर्चरले होइन। अब मैले के बनाएँ त, द सेल्स पावर हाउस इज द माइटोकोन्ड्रिया भनेर मैले बनाएँ। अब मलाई लाग्यो मैले उसले लेखेको भन्दा फरक लेखेँ भने, तर यो चाहिँ प्लागराइज भयो। त्यो भनेको कपी पेस्ट गर्नु मात्रै होइन कि पोर प्याराफ्रेज पनि प्लागरिजम हो। अब यो स्ट्यान्डर्ड हामीले यो गरेर जसले लेखेको उसलाई कोट गर्यो भने त एक्नोलेज पनि भयो होइन, हामीले प्याराफ्रेज पनि राम्रोसँग गऱ्यौँ, हाम्रो काम पनि भयो, सबै चिज भयो। त्यही भएर यसमा पनि हामीले मेहनत गर्नुपर्ने हुन्छ। अनि प्लागरिजम चेकर्सहरू पनि पाइन्छ, तर पेडै छ जस्तो लाग्छ मलाई धेरै चाहिँ होइन। फ्री टुलहरू सबै नै पेड छ जस्तो लाग्छ मलाई होइन। तर अब हाम्रो ठुल्ठुलो इन्स्टिट्युसनहरू दे हेभ बिन युजिङ, जर्नलहरूले पनि दे हेभ बिन युजिङ होइन। तर हामीले आफू पनि विचार चाहिँ गर्नुपर्छ, किनभने हामीले सुनेको पनि छ त प्लागरिजम भएर रिट्र्याक्ट भएकोहरू धेरै घटनाहरू पनि सुनेको छ होइन। अब त्यो लेखियो, एउटा प्रपोजल बनाउने 4वटा फर्मेट हेऱ्यो, इन्ट्रोडक्सन, मेथड, रिजल्ट र डिस्कसन कसरी बन्ने, त्यसपछि जर्नलमा आर्टिकल कसरी बनाउने। अब गुड जर्नलमा कसरी पब्लिस गर्ने त हाम्रो एम त त्यही हो। यो सबै गरे अल्टिमेटली वी वान्ट टु पब्लिस अ पेपर हो नि त। आज यो सबै चिज जे भएर म रिसर्च पढ्छु सिक्छु भने चाहिँ बिकज वी हेभ टु हेभ अ पेपर पब्लिस्ड। अब यो देयर इज नो सच फर्मुला है त, यही गऱ्यो भने हुन्छ भन्ने कुरा होइन, मेहनत चाहिँ पर्छ। रिजेक्सन हुने कारणहरू के हो त, मेजर रिजेक्सन्सहरू के हुन्छ होइन। स्कोप हामीले पुरानो धेरै जस्तो हामी के गर्छौँ, अब अहिले रिसर्च गर्ने भनेर हामीले देखिरहेको हामी डिस्क्रिप्टिभ स्टडी गर्छौँ, त्यो पनि इपिडियोमोलोजिकल डिस्क्रिप्टिभै हुन्छ। हाम्रो हस्पिटलको डेटाबेसबाटै हामी डेटा रिभ्यू गर्छौँ धेरै जस्तो गर्ने। अब त्यो त धेरै ठाउँमा भइसकेको छ कि रेयर डिजिजहरूको हुनु पऱ्यो, त्यही भएर हामी के गर्ने चाहिँ हामी क्लियर हुनु पऱ्यो। अनि अरू चाहिँ यो फर्मेटिङको कुरा भयो, ल्याङ्ग्वेज पोर, अनि प्रपरली प्रेजेन्टेड, इम्प्रपरली प्रेजेन्टेड, अनि रिसर्च पब्लिकेसन इथिक्सको कुरा चाहिँ धेरै नै छ। यो अघि नमिताले भन्यो हामीले कति धेरै कुरा हेर्नुपर्ने कुराहरू छ होइन, उसले त्यो पनि भन्यो। भनेपछि यो आफै मैले भनेको कुरा होइन कि यो चाहिँ मैले रिफरेन्सबाट लिएको कि दिज आर द मेजर कजेस बिकज अफ विच द रिभ्यूलाई गएको प्रपोजल गेट
रिजेक्टेड। त्यही भएर यो कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। अरू चाहिँ खास के खोज्छ त जर्नलले, नयाँ कुरा होइन, जसले चाहिँ के इम्प्याक्ट होस्, इम्प्याक्टफुल नौलो कुरा खोज्छ। अनि प्र्याक्टिस चेन्जिङ होइन, प्र्याक्टिस चेन्जिङ हुनु पऱ्यो। च्यालेन्जेस कन्भेन्सन ट्रेडिसनल भइरहेको कुरा भन्दा फरक कुरा आयो। अनि लार्ज डाटा सेट होइन, ठुलो स्याम्पल साइज भएको केही कुरा आए पनि त्यसको चाहिँ सिग्निफिकेन्स बढी हुन्छ। त्यही भएर यो कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ। यो चाहिँ स्टडीले देखाएको कुरा हो है। मेथोडोलोजी रोबस्ट हुनु पऱ्यो। त्यही भएर हामीले मेथोडोलोजीको कुरा अघिदेखि गरेको रोबस्ट हुनु पऱ्यो। क्लिनिकल ट्रायल्सहरू इम्पोर्टेन्ट हुन्छ। मेटा एनालाइसिसहरूको अझ स्ट्रङ्गर इभिडेन्स हुन्छ भनेर अझ यसलाई राम्रो मानिन्छ होइन। रिलेभेन्ट हुनु पऱ्यो लार्जर डेमोग्राफिक्समा। अनि अझ ग्लोबल्ली चाहिँ त्यसले मेसेज दिनु पऱ्यो र ग्लोबल इम्प्याक्ट भयो भने चाहिँ अझ युजफुल हुन्छ भनेर यो सबै कुराहरू चाहिँ गुड जर्नलले चाहिँ हेर्ने गर्छन्। अब यो हामीले सबमिसन अगाडि जर्नल हेर्नु पऱ्यो। सबैले आफ्नो अथर गाइडलाइन राखेको हुन्छ होइन। यो हाम्रो एनएचआरसीको जर्नल हो, त्यसले पनि राखेको छ के भन्छ कसरी लेख्ने, अनलाइन सबमिसन हुनु पऱ्यो वेबसाइटमा होइन, इमेलमा पठाएको हामी लेख्दैन, यो सबै नै भनेको छ। भनेपछि हामीले यो के स्टाइल हो कसो हो यो सबै हेर्नुपर्ने हुन्छ। जिएनएमएको पनि आफ्नै छ, जर्नल अफ नेपाल मेडिकल एसोसिएसन होइन। यो हाम्रो पबमेड इन्डेक्स जर्नल हो। यसले पनि के भन्छ, इनरमा छ, यसले के भन्छ मोर देन 95% रिजेक्सन के छ त, ड्यु टु ल्याक अफ फर्मेटमै नभएको भएर 95% चाहिँ रिजेक्सन छ होइन। यहाँ त मेथोडोलोजी कन्टेन्टको कुरा नै आएको छैन। भनेपछि हामीले जुन प्रपोजल राइटिङ फर्मेट जुन हेऱ्यौँ त्यो 4वटा भनेपछि त्यो कति धेरै इम्पोर्टेन्ट रहेछ र त्यो भित्रको कन्टेन्ट त्यसभित्र पनि अब हामीले के को लागि गरेको, किन गरेको होइन, अब्जेक्टिभ कसरी बनाउने, हाइपोथेसिस कसरी बनाउने भन्ने कुराहरूमा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने चाहिँ यसले देखायो है। अनि अर्को चाहिँ म्यानुस्क्रिप्ट बिङ आउट अफ स्कोप होइन, नट फर्मेटेड करेक्टली, चेकलिस्ट फलो नगरेको, गाइडलाइन छैन होइन। यो सबै जुन कुरा चाहिँ हामीले चाहिँ अभोइड गर्न सक्छौँ, अभोइड गर्न सक्ने कुराले नै धेरै मात्रामा चाहिँ सबमिसन रिजेक्सन भएको देखिँदो रहेछ होइन। यो चाहिँ उनीहरूले स्टडी गरेर आफ्नै इन हाउस एक्सपिरियन्समा निकालेको कुरा भयो। भनेपछि यो दिज अल थिङ्स आर अभोइडेबल। हामी अलिकति मेहनत गऱ्यौँ भने है त। अब कतिपय अवस्थामा थाहा नभएर पनि हुन्छ, तर त्यो चाहिँ अब इफ वी आर डुइङ रिसर्च देन वी हेभ टु नो अल दिस थिङ्स है। अब यो अथर स्केलेटन यसमा चाहिँ के छ त, जर्नलको पर्पोज हुन्छ, हामीले के गरिरहेछौँ र कुन जर्नलमा जाने होइन। मैले चाहिँ अब ब्रेस्ट क्यान्सरको पेसेन्टमा स्टडी गरिरहेको छु, मैले फार्माकोलोजीको जर्नलमा लगेर सबमिट क्लिनिकल मैले ब्रेस्ट क्यान्सरको पेसेन्टहरूको क्लिनिकल प्रोफाइल र हिस्टोप्याथोलोजिकल कोरिलेसन हेरिरहेको छु, फार्माकोलोजीको जर्नलमा सबमिसन गरेर हुन्छ भएन। त्यसमा फार्माकोलोजी रिलेटेड केही हुनु पर्ला भनेपछि रिलेटेड जर्नलहरू हेर्नु पर्यो। स्कोप अनि पोलिसी के छ त, फरक हुन्छ। कतिले चाहिँ हामी यस्तो खाले मात्र स्टडी गर्छ के गर्छ भने त्यो जर्नलको पनि पोलिसी पनि हुँदो रहेछ, त्यो पनि हेर्नुपर्छ। अनि म्यानुस्क्रिप्ट कसरी प्रिपरेसन गर्ने भन्ने फरक हुन्छ जर्नलबाट, अलिअलि त्यो हेर्ने। अनि अर्को चाहिँ सबमिसन प्रोसेस के छ त्यो पनि हामीले डिटेल हेर्नुपर्छ। छिटो भयो, ठिक छ, नौलो कुरा के पनि छैन, वी अल नो अल दिस थिङ्स है, तर पनि कन्फ्युजन हो। अब यो इन्ट्रोडक्सन चाहिँ यो चाहिँ हामीले पेपरको लागि है त, अघि प्रपोजल राइट प्रिपरेसनको इन्ट्रोडक्सन थियो। अब यो चाहिँ पेपरको इन्ट्रोडक्सन चाहिँ, पेपरको इन्ट्रोडक्सनमा चाहिँ के हामीले गल्ती गरे हुन्छौँ त भन्दाखेरि ऱ्यासनलाइज, हामीले यो स्टडी किन गरिरहेछौँ त होइन, किन गरिरहेछौँ भने ऱ्यासनलै हुँदैन। अहिले पनि अब हामी वर्षेनी स्टुडेन्टहरूको थुप्रै थिसिस हेर्छौँ नि त आइआरबीमा, ऱ्यासनलै लेखेको हुँदैन कि म यो गर्छु भनेर गरे हुन्छ ऱ्यासनल, किनभने लिङ्केज त हुनु पऱ्यो नि। जस्तो मैले चाहिँ ब्रेस्ट क्यान्सरको पेसेन्टमा कार्डियोभ्यास्कुलर डिजिज कति हुँदो रहेछ भनेर मलाई हेर्न मन लाग्यो। ब्रेस्ट क्यान्सर ट्रिटमेन्ट भएको पेसेन्टमा कार्डियोभ्यास्कुलर डिजिज भएर कति आउँदो रहेछ त हेर्न मन लाग्यो भनेपछि मैले के लेख्नु पऱ्यो इन्ट्रोडक्सनमा, ब्रेस्ट क्यान्सरको बारेमा अलिकति लेख्नु पऱ्यो, ब्रेस्ट क्यान्सर रिलेटेड। त्यसपछि मैले ब्रेस्ट क्यान्सर रिलेटेड कार्डियोभ्यास्कुलर डिजिज कस्तो हुन्छ भनेर लेख्नु पऱ्यो। त्यसपछि मैले रिलेटेड लिट्रेचर सर्च गर्नु पऱ्यो ब्रेस्ट क्यान्सर र कार्डियोभ्यास्कुलर डिजिजमा। त्यसपछि किन गर्ने त भन्दाखेरि हाम्रोमा चाहिँ यस्तो देख्यो, मलाई चाहिँ यो हेर्न मन लाग्यो भनेर मैले के हाइपोथेसिस दिन
सक्नु पऱ्यो भनेपछि त्यो फ्लो भनेपछि हामीले कुनै पनि आर्टिकलको प्रपोजल एब्स्ट्र्याक्ट पढ्दाखेरि चाहिँ हामीले कथा पढ्या जस्तो हुनु पऱ्यो हामीलाई एउटा इमेज आउनु पऱ्यो कि फ्लोमा जानु पऱ्यो त्यो सबै लेख्नु पऱ्यो त्यही भएर ऱ्यासनलाइज हुँदैन अर्को चाहिँ इम्पोर्टेन्ट रिफरेन्सेस किन गरियो त पहिला के भएको थियो त ग्याप के छ त भन्ने कुराहरू चाहिँ आएको हुँदैन रिफरेन्समा अर्को चाहिँ अब्जेक्टिभ के गर्न खोजेकै थाहा छैन अब म के हेर्ने त अब्जेक्टिभै थाहा छैन यो कुराहरूले गर्दाखेरि चाहिँ इन्ट्रोडक्सन पोर हुन्छ यसमा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ अब मेथड इन्कम्प्लिट कसरी गर्ने त पेसेन्ट हाउ यु रिक्रुट द पेसेन्ट होइन भनेपछि त पेसेन्ट आएर कन्सेन्ट सुरु भएदेखि नै मेथड सुरु हुन्छ नि त होइन हाउ यु रिक्रुट द पेसेन्ट अब पेसेन्ट आयो रे ब्रेस्ट क्यान्सर ट्रिटमेन्ट कम्प्लिटेड पेसेन्ट हुनु पऱ्यो नि त मैले कार्डियोभास्कुलर कम्प्लिकेसन हेर्न त म कहाँ ओपिडीमा पेसेन्ट आयो मैले त्यो पेसेन्टलाई कहाँ हेर्छु कार्डियोलोजिस्ट कहाँ कहिले पठाउँछु कार्डियोलोजिस्टले के हेर्ने इको गर्ने हो कि होइन गर्ने भए कहिले गर्ने कति विकमा गर्ने भने एभ्रिथिङ हेज टु बी रिटन इट्स लाइक अ ब्लू प्रिन्टै हुनु पऱ्यो क्या स्टेप वाइज यो पछि यो पछि यो पछि यो होइन अनि अघि कुरा भए जस्तै हामीले यताबाट डेभिएट हुन थाल्यो होइन त्यहीबाट 2-3वटा बनायो भनेपछि चाहिँ त्यो चाहिँ किन भए त्यसको लागि चाहिँ अघि नमिताले भनेको जस्तै हामीले हाम्रो प्रोटोकल चेन्ज भनेर फेरि एमेन्डमेन्टको लागि एप्लिकेसन हाल्नुपर्छ त्यही भएर ब्लू प्रिन्ट एउटा हुनु नै पर्छ एनएचआरसीको जर्नलमा पनि उनीहरूले माग्छ मेथोडोलोजी एकदम रोबस्ट माग्छ अघि क्लियरली भनेको छ है अनि यो चाहिँ रिप्रोड्युसिबल हुनु पर्यो अर्को मान्छेले पढेर थाहा पाउनु पर्यो म यो गर्छु नि म मेरो कन्टेक्स्टमा हुन सक्छ नि त म मेरो सेटअपमा गर्न सक्छु नि भन्ने हुनु पर्यो अनि त्यसपछि क्ल्यारिटी र एक्युरेट डिटेल्स हुनु पर्यो बायस हुनु भएन अनि स्ट्याटिस्टिकल इररको कुरा होइन त्यही भएर हामीले स्ट्याटिस्टिकल कोलिगसँग हेल्प लिनु पर्यो सधैँ अनि त्यसपछि इथिकल डिटेल्स चाहिँ हामीले एकदमै यसलाई चाहिँ ध्यानमा दिनु पर्यो अब आजकल स्टडी गरिन्छ अनि त्यसपछि इन्फेक्सन के अरे फिभर भएर पेसेन्ट आएर सिआरपी हेर्छु भनेर भन्छ त्यसको केही कोरिलेसन भयो त भएन नि सिआरपी त कुनै पनि इन्फेक्सनमा बढ्छ अनि सिआरपीको पैसा कसले तिर्छ त सिआरपी टेस्ट गर्ने पैसा सबै फिभरमा सिआरपी जस्टिफाएबल हुँदैन कसले भनेपछि त्यहाँनिर इथिकल इस्यु आयो कसलाई पे गराउने कसलाई नगर्ने होइन त्यस्तो कुराहरू पनि हामीले ध्यान दिनुपर्छ अनि अब इम्पोर्टेन्ट इज रिजल्ट होइन अब यो अघि पनि भन्नुभयो डाक्टर प्रबलले टेबल एन्ड फिगर सुड बी सेल्फ कन्टेन्ट हामीले टेबल फिगरमा एउटा मात्रै तलमाथि पऱ्यो भने पनि हाम्रो कन्क्लुजन फरक आउँछ त्यही भएर यो एकदमै सबै आफै बोल्ने हुनुपर्छ कि हेरेपछि त्यसले हेरेपछि हामीलाई त्यो एउटा इम्प्रेसन दिनु पऱ्यो यो भन्नु खोज्या है यो छ है भन्ने हुनु पऱ्यो अनि स्ट्याटिस्टिकल डाटाको रङ प्रेजेन्टेसन अनि कहिले चाहिँ यो डिटेल टेबल यो कतिवटा फेरि यो चाहिँ कतिवटा टेबल कतिवटा पिक्चर राख्न पाउने चाहिँ जर्नल अनुसार फरक हुन्छ कसैले बिचमा हाल भन्छ कसैले पछाडि एकैचोटि एनेक्स बनाएर पठाऊ भन्छ त्यो फरक हुन्छ त्यो पनि हामीले हेर्नुपर्छ है अनि यो जर्नल गाइडलाइन फलो नहुने त्यही भएर रिजल्टमा चाहिँ सबमिसनमा रिजेक्सन हुने समस्या र हामीले मिलाउनु पर्ने चाहिँ यो कुराहरू चाहिँ देखिन्छ है यो सबै हेर्नुपर्छ डिस्कसनमा फाइन्डिङ रिपिटेसन गर्ने होइन यो अब डिस्कसनमा त हामी कम्पेयर गर्छौँ नि यो फलानुले गरेको स्टडीमा यस्तो देखाएको थियो तर मेरोमा त यस्तो देखियो भन्ने अनि फेरि यस्तोमा चाहिँ यो भयो एजदेखि लिएर हुन्छ नि बेसिक डेमोग्राफी चाहिँ हामीले धेरै रिपिट गर्नु पर्दैन र इम्पोर्टेन्ट फाइन्डिङ्स मात्रै फोकस गर्ने है ल्याक अफ स्ट्रक्चर ल्याक अफ फ्लो इनएडुकेट डिस्कसन है अनि सपोर्टिङ डाटासँग अलाइन भएन भने अनि दिस इज द फर्स्ट टाइम सच एज I have done this in my study, in my opinion, I think भन्ने कुराहरू आउँछ कि त्यो कुराहरू चाहिँ अभोइड गर्ने हो होइन यो सबै एकदम त्यो हामीले थाहा नपाएर हुने कुराहरू हो कि त्यो थाहा नपाएर अनि यो चाहिँ कति लार्ज नम्बर अफ साइटेसन पनि भएन त्यो थाहा नै नपाएर हाले जस्तो हुन्छ कतिपयले त होइन त्यो हुन्छ पनि फेरि अनि साइटेसनको पनि लिमिटेसन पनि हुन्छ कतिलाई जर्नलमा होइन त्यो पनि हेर्नुपर्ने हुन्छ अनि लिमिटेसन आफ्नो केही लिमिटेसन छ भने यु हेभ टु एक्नोलेज त्यो त गर्दा गर्दै नभए हो नि त गर्दा गर्दै नभए हो त्यही भएर वी हेभ टु ओपनली एक्नोलेज इट के छ भनेदेखि है अनि कन्क्लुजनमा के अफ फ्ल हुनसक्छ त फाइन्डिङसँग चाहिँ मेल नखाएको कन्क्लुजन लेखिन सकिन्छ अनि रेकमेन्डेसन ठुल्ठुलो अब म एकदम 30 जनामा गरेछ अनि एउटा रिजल्ट आछ अब म यो पुरै देशभरि नै गर्छु यस्तो भन्ने हो कि अब रेयर डिजिजमा गरेछ
हैन। त्यसपछि अर्कै यो रेकमेन्डेसन पनि टु बिग दिने, अनि त्यसपछि एक्स्ट्रापोलेसन अफ रिजल्टहरू चाहिँ हुनसक्छ। यो सबै कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ है। अब रिफरेन्स कुरा, रिफरेन्स चाहिँ एकदमै रिजेक्सनको मेजर कज हुँदैन, तर हामी अलिकति याद चाहिँ गर्नुपर्छ है त। हामीले कसो भने फरक फरक हुनसक्छ, जर्नल अनुसार रिफरेन्सिङ स्टाइलहरू र त्यो गर्ने चेन्जेसहरू फरक हुनसक्छ। त्यो चाहिँ हामीले विचार गरेर भनिहाल्यो। जर्नलमा गएर कुनमा युआर सबमिटिङ, त्यसमा गएर आफूले हेर्नुपर्छ र गर्नुपर्छ। अब चुजिङ द राइट, यो चाहिँ नम्बर अफ साइटेसनमा होइन, अगाडिको 2 वर्षमा चाहिँ त्यो जर्नलमा चाहिँ नम्बर अफ साइटेसन्स कति थियो डिभाइडेड बाई द नम्बर अफ पब्लिकेसन्स भएको कति थियो भन्ने हो होइन। मैले अनि हिजो मात्रै हेरेको थिएँ, सबैभन्दा हाइएस्ट इम्प्याक्ट फ्याक्टर भएको जर्नल चाहिँ सिए जर्नल अफ क्यान्सर रहेछ। सिए जर्नल अफ क्यान्सर भनेर 254.6 के कति रहेछ अहिले। अनि मैले ल्यान्सेटको, खास त मैले ल्यान्सेटको हेरेको पहिला, ल्यान्सेटको चाहिँ 35-36 रहेछ होइन। हाउ मच यो साइट भन्नेमा फरक भनेपछि क्यान्सरमा कति रिसर्च हुँदो रहेछ कि मलाई त्यो पनि छक्क लाग्यो कि हिजो हेर्दा, भनेपछि त म्याक्सिमम् रिसर्च त त्यसमै हुने रहेछ। अनि यो हाई इम्प्याक्ट जर्नल यो हामीले भनिहाल्यो इज नट अलवेज द बेस्ट फिट। अनि मेरो अडियन्सको हो त मैले कसलाई पढ्न दिन चाहेको त्यो कुरा होइन, त्यो कुराहरू चाहिँ इम्पोर्टेन्ट भयो। अनि ओपन एक्सेस चाहिँ अब हामीले अहिले हेर्ने सबै नै ओपन एक्सेस हो, यो चाहिँ इजिली अभाइलेबल पनि हुन्छ होइन। र यो सबै हामीले युजली फलो गर्ने धेरै चिज चाहिँ ओपन एक्सेसमै पर्छन् है। अब यो अघिकै कुराहरू हो, अलिकति मिलाएर लेखेको, यो हामीले धेरै रिपिट गरिसक्यौँ होइन। अब पहिला यो सबै कुराहरू चाहिँ हामीले जर्नलको गाइडलाइनमा पनि आउँछ, यो त्यति रिपिट भइसकेको कुरा भयो। अनि अर्को चाहिँ प्रिडेटरी जर्नल्सबाट चाहिँ हामी डराउनु पऱ्यो, किनभने हामीलाई इमेल पनि आइरहेको हुन्छ नि, याद गर्नु भएको छ तपाईँलाई एडिटोरियल बोर्डले रिक्वेस्ट गर्यो छिट्टो पब्लिस गर्नलाई। तपाईँको एउटा आर्टिकल मैले देखेँ यसमा लेखेको, त्यही भएर तपाईँको यो चाहिँ मैले गर्छु भने मान्छे कति त खुसी पनि हुन्छ नि त। यस्तो होइन, त्यस्तो मान्छे पनि होइन, त्यो हुन्छ होइन। त्यो चाहिँ हामी डराउनुपर्छ होइन, इमेल आउन सक्छ। अब यो प्रिडेटरी जर्नलको के हो त हामी डराउनु पर्ने चाहिँ होइन। त्यो भयो भने रिट्र्याक्ट भयो भने चाहिँ भोलि बोर हुन्छ, रिट्र्याक्ट हुनसक्छ। कति छ नि त होइन, एउटा इन्डियन मान्छेले कति धेरै पब्लिकेसन गरेर उसमा अस्ति उसको रिट्र्याक्ट भएको आएको छ। अनि मेन चाहिँ हामीले कसरी थाहा पाउने त भन्दाखेरि वेबसाइट हेर्दा वेबसाइटमा खासै के पनि हुँदैन रहेछ तिनीहरूको है त। प्रिडेटरी जर्नल भनेर जुन भनिन्छ त्यो चेक गर्न पनि मिल्दो रहेछ। त्यो चाहिँ वेबसाइटमा गरेर एउटा एप्लिकेसन हुँदो रहेछ, त्यो हालेर चेक गर्न मिल्दो रहेछ। त्यो चेक गर्दा थाहा हुँदो रहेछ प्रिडेटरी। अनि तिनीहरूको वेबसाइटमा के पनि नदेखिँदो रहेछ। अनि हेर्दाखेरि फी माग्ने होइन, अनि त्यसपछि यो हिस्ट्री, अनि नाम पनि हामीले सुनिरहेको स्ट्यान्डर्ड जर्नलसँग मिल्ने तर कहाँ चाहिँ अलरेडी नमिलेको जस्तो कि त्यो चाइनिजले अमेरिकन वर्डहरू लेखेर नमिल्छ नि एक दुईवटा शब्द, त्यस्तो के त्योहरू हेरेर हामीले चाहिँ त्यो हेर्नुपर्छ। स्पाम इमेलमा फेक इम्प्याक्ट फ्याक्टर, त्यही भएर योसँग चाहिँ डराउनु पऱ्यो। र सेफ चोइस चाहिँ यिनीहरू हुनसक्छ होइन। अब यो सबै भनेको त अहिले त डेटाबेसै हो, यिनीहरू भनेको त स्टडी। अब वेब साइन्समा त जर्नलको मात्रै डेटाबेस छ होइन, जसलाई थाहा छैन। वेब साइन्समा जर्नलको मात्रै मोर देन 22,000 जर्नलको मात्र डेटाबेस छ। स्कुपिएसमा चाहिँ जर्नल भयो, लिट्रेचर भयो, अनि त्यसपछि बुक्स भयो होइन, अनि कन्फरेन्सको प्रोसिडिङहरू सबैकै यसमा चाहिँ डेटाबेस छ। यो सबै हामीले हेर्न सक्छौँ। र यो चाहिँ अब डाइरेक्टरी अफ ओपन एक्सेस जर्नलमा चाहिँ हामीले, अनि अथवा हामीलाई कन्फ्युजन भयो भने यसमा गएर हामीले यिनीहरूमा गएर हामीले यो प्रिडेटरी हो कि होइन भने नाम टाइप गरेर चेक गर्न पनि सक्छौँ। अब यो पियर रिभ्यू र रिभिजनको कुरा नमिताले एकदम राम्रो कुरा भनेर गयो होइन। जस्तो रिभ्युअरले कमेन्ट्स पठाउनुहुन्छ होइन, हामीले कसरी लिने त त्यो कुरा है, हामीले कसरी लिने त, हामीले त्यो अनुसार अनबायस्ड हिसाबले चाहिँ हामीले पठाउनुपर्छ। किनभने मेरो अङ्कोलोजीको सकेसम्म उनीहरूले रिलेटेड फिल्डलाई पठाउँछ, तर कहिलेकाहीँ के हुन्छ सेम फिल्डको मान्छे नपढ्न सक्छ रिभ्युअर भनेपछि प्रपोजल हामीले यस्तो लेख्नुपर्छ कि लेम्यानले पनि बुझ्ने हुनुपर्छ भन्छ कि, जसले पढे पनि बुझ्ने होइन। मैले पनि अर्थोपेडिक्सको कति कुरा बुझ्दैन होला, पिडियाट्रिक्सको बुझ्दैन, तर प्रपोजल यस्तो हुनु पऱ्यो कि लेम्यानले बुझ्ने हुनु पऱ्यो। अनि कतिपय अवस्थामा हामीले पाउने कमेन्ट्सहरू चाहिँ
फिल नमिलेर रिभ्युअरको फिल नमिलेर पनि हो। त्यही भएर त्यसमा हामी त्यस्तो बायस हुनु हुँदैन। अब पियर रिभ्यू चाहिँ डबल पनि हुनसक्छ, सिङ्गल ब्लाइन्ड पनि हुनसक्छ। अनि मेन चाहिँ मेथड्समा कमेन्ट गर्छ कसरी गर्छौ भन्ने कुरा नै एक्सप्लेन गर्न सक्दैन कि धेरैजनाले। जुन त्यो हामीले स्टेप बाई स्टेप ब्लु प्रिन्टको कुरा गऱ्यौँ नि, त्यो नै राम्रोसँग नलेखेको भएर गर्न सक्दैन, अर्को चाहिँ क्लियर भएन भन्ने हुन्छ। अनि यो टफ कुरा हो पियर रिभ्यू चाहिँ, तर यसले चाहिँ पेपरको क्वालिटी चाहिँ इम्प्रुभ गर्छ। हामीले चाहिँ एउटा एकचोटि फर्स्ट कमेन्ट आइसकेपछि चाहिँ खुसी हुनुपर्छ, किनभने इट विल रिसेप योर पेपर के होइन। हामीले पनि ल्यान्डसेटमा काम गर्दा होइन सिमित, कमेन्ट आएपछि हामीलाई कस्तो टाउको दुखाएको थियो, तर हाम्रो पेपरै कति राम्रो भयो क्या त्यसपछि। त्यही भएर त्यो चाहिँ हुँदो रहेछ होइन। अनि अब के त यो प्रिन्सिपल यही हो, हामीले के चाहिँ लिने त पियर रिभ्यू गर्दाखेरि। कमेन्ट्स एन्ड क्रिटिसिजम चाहिँ सिरियसली लिनु पऱ्यो कि कमेन्ट आएछ भने चाहिँ हामीले त्यो किन भन्यो त, के भएर भन्यो त रिभ्यूहरूले भनेर त्यो बुझ्नु पऱ्यो। अनि पोइन्ट बाई पोइन्ट रिप्लाई गर्ने, यति नम्बरको लाइन नम्बर यतिको यहाँनिरको यसमा यो रिप्लाई भन्ने होइन, सबै कमेन्ट्स रिप्लाई गर्ने। र अघिको के कुरा थियो, रिभ्यूअरले यो नगर भन्दैमा म हस् ओके भन्नुपर्ने जरुरी छैन। यु हेभ टु जस्टिफाई इफ डिसएग्री छ भने होइन यो यस्तो भएको भएर यो हो, यो चाहिन्छ भन्यो भने बुझ्न सक्छ रिभ्यूअरले। त्यही भएर यु हेभ टु जस्टिफाई, कि एक्सेप्ट कि जस्टिफाई, हटाउनै पर्छ। म यो ओके तिमीले भन्यो म गर्दिनँ, रिभ्यूअरले त भन्यो यार नगर भनेर म त गर्दिनँ भन्नुपर्ने छैन। त्यही भएर यो चाहिँ हामीले रिप्लाई गर्दा चाहिँ यो क्लियरली हामीले भन्न सक्नुपर्छ। अनि अर्को मेजर र माइनर कमेन्ट्स हेर्ने, आर्ग्यु नगर्ने। र अर्को डु नट टेक पर्सनल। हामीले रिभ्युअर चिनेकै हुँदैन, यस्तो लेख्यो यार मलाई त भने जस्तो मनमा नै लाग्छ नि त, त्यो हो कि मेन एक नम्बरमा। त्यही भएर डु नट टेक पर्सनल कमेन्ट्सहरू के। रिभ्युअर थाहा नै छैन को ब्लाइन्डेड हो होइन, तर पनि त यस्तो लेखेर पठायो, कहिलेकाहीँ त कस्तो रिस उठ्छ साथीसँग पनि भनिन्छ। त्यही भएर यो चाहिँ एकदमै हुँदैन। त्यही भएर यसरी हामीले रिप्लाई गऱ्यो भने रिभ्यूअरले पनि बुझ्छ कुरा, उनीहरूले पनि मिलाउनै खोज्छ कि। हामी आइआरबीमा भएर थाहा हुन्छ कि वी वान्ट टु मेक द प्रपोजल गुड, द्याट्स वाइ वी कमेन्ट के। त्यो सुन्दा रुड लाग्छ तर त्यो भएर कमेन्ट गर्ने हो नि त। सोध्नु पर्यो होइन, सबैले आन्सर राम्रो स्ट्यान्डर्ड जर्नलहरू सबैमा हामीले इमेल गर्दाखेरि वी गेट रिप्लाई। त्यही भएर डु नट हेजिटेट टु आस्क। अनि एडिटरले पनि इभन रिप्लाई गर्छ, इथिकल स्ट्यान्डर्ड कम्प्लाई गर्नु पर्यो। अनि सबै रेडी भइसकेपछि यु हेभ टु पज। अनि क्लियरली, किनभने त्यसमा काम गर्दा 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 बोधो भएको हुनुपर्छ। यु क्यान ह्याभ नेक्स्ट आई साथीको हुन्छ कि कसलाई देखाउने हो कि, यु हेभ टु पज बिफोर सबमिट। त्यसपछि अनि बल्ल फाइनल ल ओके अब चाहिँ ठिक छ भनेपछि यु हेभ टु सबमिट देन। अब यही कुराहरू के त इम्प्रुभ क्ल्यारिटी, ग्रामरले पनि फरक पर्छ होइन, फिगर टेबल रिफरेन्स अपडेट गर्ने। अनि त्यसपछि गुड फिडब्याक फ्रेन्ड्स कोलिगसँग लिन सक्यो, चेकलिस्ट बनाउने कि आफ्नो छैन भने आफूले बनाउने, त्यहाँ दिएको छैन भने यसपछि यो भन्ने कुरा होइन, कोलिगहरूलाई गर्ने। अनि अथर्सहरूसँग पनि, अरू मल्टिपल अथर्स हुन्छ नि त, को अथर्सहरू पनि हुन्छ, सबैसँग डिस्कसन गरेर मात्रै फाइनल सबमिसन गर्ने। अब यो भिजिबिलिटीको कुरा यो पनि मलाई टपिकमा राख्दा भएर मैले पनि यो भने। अब यो खास अहिलेको बेलामा इम्पोर्टेन्ट पनि छ। अब आजकल विभिन्न ठाउँमा अर्किड आइडी नै माग्दो रहेछ होइन। मलाई अहिले एक दुई ठाउँमा भइसक्यो कि गिभ योर अर्किड आइडी भनेर नै भइसक्यो। त्यो भनेपछि वी हेभ टु ह्याभ वान। यदि छैन भने आज गएर सबैले भन्दा ट्राई गर्दा हुन्छ होइन। यो चाहिँ आइडेन्टिफायर यस्तो लामो हुन्छ अर्किड आइडी चाहिँ, यो चाहिँ फ्री हुन्छ, वेबसाइटमा गएर बनाउन सकिन्छ है अर्किड आइडी। अनि यसमा चाहिँ हाम्रो सबै चिज अपलोड गर्न सकिन्छ। अनि यो नम्बर दियो भने जसले पनि जहाँबाट हाम्रो के रहेछ हेर्न सक्छ है। अर्को एकाडेमिक प्रोफाइल्सहरू हुन्छ, गुगल स्कलर, रिसर्च गेट, यिनीहरू सबै हुन्छ। कति चाहिँ पे छन्, कति चाहिँ फ्री छन् होइन। यसमा चाहिँ गऱ्यो भने हाम्रो रिसर्च, यो सबैको आइडिया के हो भने हामी चाहिँ रिसर्च गर्ने कम्युनिटीहरूको नेटवर्किङ हो यो। र त्यसमा चाहिँ हामी सबै चाहिँ भिजिबल हुन्छौँ। र यो किनभने अब रिसर्च गेटमा पनि जो हुनुहुन्छ कतिले माग्छ नि त, यो फुल टेक्स्ट मलाई देऊ, यो देऊ भनेर क्वेसन्सहरू सोधिरहेको हुन्छ होइन, इन्टरेक्सन त्यो हुन्छ। अनि यो प्री प्रिन्ट भन्छ, यो चाहिँ प्रेसमा आउनु फाइनल रिलिज हुनुभन्दा अगाडि नै ड्राफ्ट नै प्री प्रिन्ट पनि सेयर गर्ने चलन छ। त्यो चाहिँ सबै जर्नलले अलाउ गर्दैन, कुनैले गर्न सक्छ। अनि अघि
यो कुरा त भइहाल्यो नेटवर्किङको सोसियल मिडियामा जाने यिनीहरूमा चाहिँ गयो भने चाहिँ अझ भिजिबिलिटी बढ्छ किनभने एउटाले सेयर गर्छ अर्कोले सेयर गर्छ गरेर चाहिँ सबै देखिन्छ भनेपछि आफूले गरेको कामको भिजिबिलिटी बढाउन यस्तो स्टडी भएको छ यस्तो गरेछ है भन्नलाई हामीले यो चिज गर्ने यो चिज चाहिँ कुन बेलामा त फाइनली वेन वी हेभ अ पब्लिकेसन के भनेपछि त्यो भनेपछि अगाडिको सबै मेहनत गरिसकेपछि चाहिँ अन्तिममा यो कुरो आउने भयो भनेपछि यो पनि छ यो पनि महत्त्वपूर्ण कुरा हो है। अब फाइनल टिप्स यो अघिकै कुराहरू हो क्लियर कन्साइज हुनु पऱ्यो गाइडलाइन फलो गर्ने पर्सिस्टेन्ट हुनु पऱ्यो रिजेक्सन ह्यापन तर इट मेक्स वर्क स्ट्रङ्गर यो कुरा भयो। अनि यो नर्मल हो रिजेक्सन नर्मल हो होइन तर वी हेभ टु वर्क पर्सिस्टेन्टली अनि राइटिङ अनि एभ्री पब्लिस पेपर स्टार्टेड एज अ ड्राफ्ट होइन त्यो मल्टिपल ड्राफ्ट रिभिजन हुँदा 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 चाहिँ गुड प्रपोजल हुने हो। सो किप गोइङ। थ्याङ्क यू। यो एकदमै कति दिनको क्लास मलाई 45 मिनटमा सका जस्तो भएको छ कि बनाउन गाह्रो भयो कन्साइज बनाउन गाह्रो हुँदो रहेछ।